बालन सरकारलाई तपाईँ के भन्नुहुन्छ? यतिखेर त उहाँ त मोज मस्ती घुमिरहनु भएको छ क्यारे, यतिखेर माइती घरमा हजारौँ आमाहरू दिदीबहिनीहरू रोइरहनु भएको छ, न्याय मागिरहनु भएको छ, के भन्नुहुन्छ? अवश्य उहाँहरूको कानमा पनि पुग्यो होला यो कुराहरू, ल उहाँहरू पनि लाग्नुहुनेछ जस्तो लाग्छ मलाई चाहिँ है। अवश्य नै यसरी नै हामीहरू लागिपरेका छौँ सबैजना। भनौँ न मेरो सोसियल मिडियामा थोरै मान्छेहरू छन् होला, उहाँसम्म पनि म पुगाउने कोसिस गर्दैछु है। उहाँहरूप्रति पनि यो खबर चाहिँ उहाँहरूको कान कानमा पुग्छ। हत्यारालाई बलात्कारले कस्तो खालको सजाय हुनुपर्छ होला? तपाईँले अहिले यहाँ त धेरै दिदीबहिनीले जुन फाँसीको सजाय नै हुनुपर्छ भन्ने चाहिँ माग रहेको छ, तर नेपालको संविधान बाधक छ, के भन्नुहुन्छ? अब नीति नियममा जे लेखिएको छ, पहिले परापूर्व कालदेखि नीति नियममा जे भइ आइरहेको छ त्यो कुराहरूमै अडिग भएर बस्ने हो भने कडाभन्दा कडा सजाय चाहिँ हामीहरू माग गर्न चाहन्छौँ। भनौँ न म लगायत मेरो सम्पूर्ण दाजुभाइहरू जति पनि जना आज आन्दोलनमा एउटा प्रोटेस्टमा आउनुभएको छ, यो कुरा उठाउनुपर्छ। भोलिको दिनमा आफ्नै घर परिवारको नानी, आफ्नै घर परिवारको, आफ्नै गाउँठाउँको चेलीबेटीहरू सुरक्षित छैनन् भने के गर्न सकेला त हामीहरूले होइन? अब यति 3 वर्षको बच्चा जसले घरभित्रै बसेर शान्त भएर आफ्नो सुरक्षित भएर आफ्नो घर परिवार आफ्नो बाबुआमाको अङ्गालोमा बस्नुपर्ने एउटा बालिकाको चाहिँ यस्तो कुराहरू भएको छ। अवश्य नै है सबैजना लागि परेर अब जति पनि जना दोषी छन् दोषीलाई पक्राउ गरी दोषीलाई कडाभन्दा कडा सजायको चाहिँ म एकदम माग गर्न चाहन्छु। धन्यवाद छ सम्पूर्णलाई। ओके, थ्याङ्क यू।